खेल्न मन लाग्यो लास्टै गाली हुन्छ म पर्छ बाहिर जान्छु नेटले जत्रो रुपियाँ पनि 5 रुपियाँ एउटालाई बाबा छन् के फेरि बाबा गुड मर्निङ गाइज वेलकम टु माई युट्युब च्यानल आई होप सबैजना सधैँ आरामी हुनुहुन्छ होला भन्ने आशा छ। आज पनि सदाको जस्तै मेरो पसलबाट मेरो भ्लग सुरु हुँदैछ। भर्खर उठेको म त नास्ता ब्रेकफास्ट गर्दैछु। ब्रेकफास्ट दुधसँग बिस्कुट। सो आज तपाईँलाई मौसम देखाउँछु स्पेसल्ली है कस्तो छ। आज पुरा घाम लागेको छ यतातिर त तपाईँकोतिर कस्तो छ तपाईँलाई म ब्याक क्यामेराबाट देखाउँछु। हेर्न सक्नुहुन्छ मौसम आज त घाम लागेको जस्तो छ पुरै फाटेर क्या बबाल बबाल लेखेको छ। फाटे हिमाल हेर्न सक्नुहुन्छ हिमाल क्या दामी दामी छ। केटाहरू बल खेल्दैछन् फेरि आज बाजी छ होला सायद कालीमाटीको केटाहरू आएन भन्ने सुनेको छु। आज खेल्दैन त खेल्न मन लाग्यो लास्टै गाली हुन्छ नि कसले सबभन्दा खतरा खेल्ने भन् त ल म त्यहाँकै त्यहाँभरिमा त्यहाँभरिमा त्यहाँ पनि उतातिर सबै छन् यता केटाहरू सबै खतरा खाने कि उतापट्टिको उतापट्टिको हिँडेको स्कुलको हो कि यतापट्टिको उतातिर हुन्छ यतापट्टिको उतातिर घुचोतिर गयो के हो र सुकेतालको त खेल्नुपर्छ त मुला अब जिते अहिलेसम्म उतातिरले जितेका जित्यो उताकोले यो बल कहाँ राख्ने ल बलिनहरूले क्या नेट म राख्छु नेट ए नेट स्कुलको हो र म कर्सा बाहिर जान्छु नेटले के रोप्ने त करेसा बारी बनाएर मकै रोप्छु। मकै कहिले चैते मकै कि कात्तिके मकै मैले कात्तिके मकै रोप्छु। अङ्कलकोमा पुरै होइन एक महिनामा 500 एक महिनामा 500 के च्यालेन्ज दिएको मैले मलाई अब त्यो त अडियन्स महिनाको च्यालेन्ज दिएछु मैले गरिदिनु होला सब्सक्राइब त्यही हो भिडियो हेरेर मात्रै सब्सक्राइब गर्नु हो त्यही हो। अब म चाहिँ गोरु हेर्न जाँदैछु। आज गोरु हेर्ने मेरो बता छ गोरु पनि यता छ यता चढिरहेको छ घोडी चलाउन आएको छु। आइज त्यसले आ ल ल त्यसले आऊ आइज त्यहाँ छ गोरु चाहिँ म पनि यता हिँडिरहेको छु मस्तले आनन्दसँग। कालो कोलौटी हेलो भनिदेऊ गल्त्यो हेलो भनिदिए अझै तिमीहरू घर खाएन केटा ओइ आज त शुक्रबार होइन र किन यसो खाम घर नगएको त तिमीहरू कता लाग्छ अब कता लाग्छ त्यति आएको ए नस्पति किन जाने हो कति रुपियाँ भन्छन् नस्पति एउटालाई 5 रुपियाँ भन्छन् जत्रो भए पनि कि जत्रो रुपियाँ पनि 5 रुपियाँ एउटालाई त्यो कहाँ गयो त त्यो केटा। अब मैले गोरु लग्न लागेको छु बान्न। अब हेन देख्न सक्नुहुन्छ अब बान्नु पर्छ लगाएर रात पर्न लागेको अब ल हेन है हाम्रो गाउँ यस्तो देखिन्छ गाई हेर्न सक्नुहुन्छ तपाईँ राम्रोसँग देखिन त देखिएन होइन तर यो यतापट्टि पुरै गाउँ छ हाम्रो यतापट्टि पुरै गाउँ छ अनि माथि यता लेकतिर गाउँ छ गाइज। अब रात पनि पर्न लागेको छ पुरै रात परिरहेको छ अब सनसेट पनि भइसकेको छ उतातिर। ओके गाइज सधैँ जस्तै आज पनि यो भ्लगलाई यहीँ एन्ड गर्न चाहन्छु। आई होप भिडियो सबैलाई मन पऱ्यो होला। भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला। अर्को भ्लगमा भेट्ने बाचा गर्दै आजलाई बाई बाई थ्याङ्क्स फर वाचिङ।